2 हप्ता बादमा आज बल्ल बल्ल गाडी रेडी भएको। लोड गर्नु सक्दै सकिनँ। 4 बजीतिर ट्राई गरेर सकेको थिएँ, तर टाउको र ढाड दुखेकोले गर्दा ग्यास्ट्रिकले साह्रो परेको। आज 3 दिन भयो, अन्त काम त गर्नै पर्यो भनेर आज जसरी पनि आएर चाहिँ गाडी ट्राई गरेँ। अन्त भोलि निकाल्नु पर्यो मङ्गलबार भनेर चाहिँ बिहानै म गेजिङबाट चाहिँ प्रवीणासँग टक्कै साथीसँग निस्केँ सिलगढीतर्फ। मलाई कम्पनीबाट फोन आएको थियो गाडी ल्याउनु आउनु भनेर। अन्त तातो पानी आएर सबैले चिया खायो, मैले चाहिँ पानी खाएँ। अन्त त्यहाँबाट हामी सिधा अगाडि निस्क्यौँ। सुबुक आइपुगेको त डरलाग्दो जाम एक्सिडेन्ट भइरहेको रहेछ गाडी। कालिम्पोङको माझदा एउटा बोलेर चाहिँ सिधै जङ्गलभित्र पसेछ हो। अन्त कसको गल्ती हो बिचरा, डरलाग्दो नोक्सान भएछ सिधै। अन्त बाबा ग्यारेजमा गाडी रोकेर चाहिँ म चाहिँ टोटोमा चढेर कम्पनीमा गएँ। कम्पनीमा पुगेर चाहिँ सिधै त्यहाँबाट चाहिँ अफिसमा गएको त गाडी रेडी भएछ हो। ट्राई गरेँ, तर के गर्नु जिउले सकेको थिइनँ हो। ज्वरो पनि हल्का आइरहेको थियो। ग्यास्ट्रिकले गर्दा 3 दिन भयो राम्रोसँग जाति नै भएको छैन हो। अन्त दबाई सबै खाएर आज बस्नु पर्यो। जे होस् भनेर चाहिँ बसेँ। 7:30मा टक्कै कम्पनीबाट निस्केर सादा रोटी र अलिकति सब्जी खाएँ। 4टा रोटी र अलिकति सब्जी खाएर आज चाहिँ बेलैमा सुते है त म साथीहरू। 8 बजीतिर ढल्केको। अब चाहिँ भोलि भेटौँ।